हामी रत्न पार्कमा छौँ कि शहीद गेटमा छौँ कि कलङ्कीमा छौँ कि पोखरा चिप्लेढुङ्गामा छौँ, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ। मान्य सदस्यहरूका कुर्सी रोइराखेका छन्। कुर्सीले मान्य सदस्यहरूलाई भेट्न पाएका छैनन्। त्यसो भएर ध्यान आकर्षण भएको छ यहाँको कुराको। त्यसैले यो चाहिँ बसेर मैले सम्माननीय सभामुखज्यू, मैले राख्ने कुरा केही पनि छैन। संसदमा यसरी आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हुन्छ? उचित हुँदैन भन्ने मलाई लाग्छ सम्माननीय सभामुखज्यू। त्यही भएर कुरा केही नराखी उहाँहरू पनि हामीहरू पनि जनताले जितेको जनप्रतिनिधि हो। भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा सबैले साथ दिनुहोस्। अरू कुरा केही नगरी यसरी संसद चलाउनु यो चाहिँ संसदीय अभ्यास होइन, यो दादागिरी हो। यो दादागिरीको बन्द गर्नुहोस्। मान्य सदस्य के को लागि उठ्नु भएको छ? के नियमापत्ति हो? के हो? के अन्तर्गत कहाँ हो? यो 20 अन्तर्गत मैले नियमापत्ति गर्नुपर्ने महसुस भएर कुरा राख्न खोजेको सम्मान्य सभामुख महोदय। हामी बजेटमाथिको छलफलमा छौँ र यो छलफलका क्रममा यो बैठक कसरी चल्नुपर्ने हो, कस्तो वातावरण बनाउनु पर्ने हो, हामी सबै सदस्यहरूले कस्तो मर्यादा पालन गर्नुपर्ने हो र कस्तो मर्यादाका बिचमा यो बैठक गर्नुपर्ने हो, म यो ध्यानाकर्षण गराउन चाहन्छु। हामी रत्न पार्कमा छौँ कि शहीद गेटमा छौँ कि कलङ्कीमा छौँ कि पोखरा चिप्लेढुङ्गामा छौँ, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ। मान्य सदस्यहरूका कुर्सी रोइराखेका छन्। कुर्सीले मान्य सदस्यहरूलाई भेट्न पाएका छैनन्। त्यसो भएर ध्यान आकर्षण भएको छ यहाँको। मान्य सदस्य आसन गर्नुहोस् र वक्ता मान्य सदस्य आफ्नो भनाइ अगाडि लानुहोस्। विगत लामो समयदेखि 20औं दिनदेखि भिजिट भिसाको आवरणमा राज्यको संयन्त्रले नीति बनाएर गरिरहेको मानव बेचबिखनको कुराहरू बाहिर आएका छन्। सम्माननीय सभामुख महोदय, यो राज्य जनताको लागि हो कि शासकहरूको लागि हो? यो राज्य कसको लागि हो? सम्माननीय सभामुख महोदय, आफ्नै नागरिकलाई अनेक तिक्रम गरेर, अनेक कानुन बनाएर, अनेक संरचना गरेर बेचबिखन गर्ने, तस्कर गर्ने यो राज्यलाई जवाफदेही कसले बनाउने? सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, इतिहास साक्षी छ। आम नागरिकका सुरक्षाका लागि, जनताका हितका लागि यो राज्य भन्ने अवधारणा आएको हो, शासकहरूका लागि होइन। म स्मरण गराउन चाहन्छु, आज त सङ्ख्या होला, आज तपाईँहरूसँग दम्ब होला। अफ्रिकामा एउटा भनाइ छ सम्माननीय सभामुख महोदय, एउटा भनाइ छ, अफ्रिकामा एउटा उखान छ सम्माननीय सभामुख, until the lions have their own historian, the history of hunt will always glorify the hunters। जबसम्म शासकहरूको आफ्ना इतिहास लेख्ने इतिहासकारहरू हुनेछन् त्यति बेलासम्म शिकारको होइन शिकारीको इतिहास लेखिनेछ। के आज तपाईँहरू शिकारीको इतिहास लेख्न खोज्दै हुनुहुन्छ? जनतालाई शिकार गरेर, जनतालाई दुःख दिएर यो राज्यका संरचना बनाइरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी विगत लामो समयदेखि यो मुद्दामा गम्भीर छलफलमा बसेको छ। म सम्मानित सदन मार्फत, सम्मान्य सभामुख मार्फत नेपाली जनतालाई भन्न चाहन्छु, यो राज्य हामीले कसका लागि बनाएका हौँ? जनतालाई दुःख दिन बनाएका हौँ या जनताका लागि यो राज्य बनाएका हौँ? तमाम नेपाली जनतालाई रोजगार दिन नसक्ने, खाना लाउने बासको व्यवस्था गर्न नसक्ने अनि जीविकोपार्जन गर्न विदेश जाने महिला दिदीबहिनी र दाजुभाइहरूलाई ठग्ने यो राज्यको यो संरचना जवाबदेही हुनुपर्छ कि पर्दैन? राज्यका धेरै नीतिहरू, राज्यका धेरै संरचना यसमा संलग्न छन्। गृह प्रशासनको कुरा आएको छ, गृह प्रशासन अन्तर्गत अध्यागमन कार्यालयको कुरा आएको छ र हामीले त्यसको जवाबदिता माग्दाखेरि आज हामीलाई यो सदनमा बल प्रयोग गरेर हामी कराइरहँदा फेरि सदन चलाउने यो हुन सक्दैन। सम्मानित सभामुख महोदय, छानबिन समिति चाहिन्छ। सभामुख महोदय, हामीले निर्वाचन प्रणाली नै यस्तो बनायौँ जुन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै पनि पार्टीले अपवादको रूपमा बाहेक बहुमत प्राप्त गर्न सक्दैन। सबै विचारहरूले यहाँ उपस्थित हुन पाउने, एक सिट मात्रै भएको राजनीतिक दलले पनि प्रतिनिधित्व गर्न पाउने गरेको निर्वाचन प्रणालीको व्यवस्था छ। त्यसकारण यो संसदमा 100 सिट भएको पार्टी र 1 सिट मात्रै भएको पार्टीको पनि उत्तिकै मर्यादा र उत्तिकै हैसियत हुनुपर्दछ। गणितमा फरक होला, सरकार बनाउने कुरामा फरक होला, तर कुनै पनि विचारलाई निषेध गर्न नपाइने गरी निर्वाचन प्रणाली बनाइएको छ। तर जसले यो निर्वाचन प्रणाली बनायो उसैले यो विधिलाई उल्लङ्घन गर्न हुन्न।
त्यसकारण अहिले यो संसदमा जे कुरा भइराखेको छ, म सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु, सभामुख संसदको अभिभावक हो र सभामुख 1 सिटको पनि र 100 सिटको पनि अभिभावक हो। संसदमा दुईटा महत्त्वपूर्ण राजनैतिक दलहरूले महत्त्वपूर्ण विषयमा आफ्नो फरक मत राखिराखेका छन् र विरोध जारी राखेको बेला जबरजस्त संसद अगाडि बढाउनु संसदीय मर्यादाको दृष्टिकोणले पनि उचित हुँदैन र सभामुख स्वयंका लागि पनि यो अरूले राम्रो देख्ने विषय होइन। त्यसकारण समस्या समाधान नभइकन संसद अवरुद्ध भइराखेको बेला जबरजस्त संसद बढाउने काम नहोस् भन्ने कुरा म सभामुख महोदयलाई आग्रह गर्न चाहन्छु र जबसम्म जबरजस्त यस प्रकारको संसदलाई अगाडि बढाउने काम भइराख्छ यो कर्मकाण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन, हामी बहिष्कार गर्छौँ। र म सभामुख महोदयलाई र सभामुख महोदय मार्फत अर्को कुरा पनि जानकारी गराउन चाहन्छु, हामीले जब बैठक बहिष्कार गर्छौँ राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यहरूको नाममा आउने बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था। सम्मानीय सभामुख महोदय, यो संसदमा कुनै अमुक पार्टीले आफ्नो सिटमा उभिँदैमा संसद अवरुद्ध हुने, संसद स्थगित हुने र अर्को पार्टी वेलमै नाराबाजी गरिराख्दा संसद अवरुद्ध नहुने, यो कस्तो विभेद हो म जान्न चाहन्छु। सभामुख भनेको तटस्थ भूमिकामा हुनुपर्छ, सबैको साझा हुनुपर्छ, तर आज सभामुखको यो व्यवहार हेर्दा मलाई आश्चर्य लागेको छ, म दुखित पनि छु। एउटा सांसद, सबै सांसद बराबर हुन्, सबै दलहरू बराबर हुन्, आज चौथो र पाँचौँ दलहरू विरोध गरिराख्दा आज सभामुखजी जसरी गरिराख्नु भएको छ, पहिला पनि संसदमा नाराबाजी हुन्थ्यो, संसद चल्थ्यो, तर छोटो समयको लागि हुन्थ्यो। आज एउटा नयाँ रेकर्ड कायम भयो, एउटा नयाँ रेकर्ड कायम गर्नुभयो, यसको लागि शुभकामना पनि दिन चाहन्छु र म विशेष आग्रह गर्न चाहन्छु सभामुखज्यूलाई एउटा सहज वातावरण बनाउनुहोस्। सरकार 2/3 छ भने के सांसद शान्त गर्न सक्दैन? 2/3 भनेको अङ्क हो कि 2/3 भनेको परिणाम हो? आज सरकार 2/3 भन्ने, सबभन्दा शक्तिशाली सरकार भन्ने, तर संसदको यस्तो वातावरणमा छलफल गर्नुपर्ने, योभन्दा दुःखदहरू के होला? 21औं शताब्दीको लोकतान्त्रिक युगमा झन्डै 2/3 सरकार बनेको छ र वातावरण यस्तो छ, यसमा के बहस हुन्छ भने सोध्न चाहन्छु। सभामुखजी, संवेदनशीलता अलिकति पनि छ भने यसमा चिन्ता लिन म विशेष आग्रह गर्न चाहन्छु। के यो संसद सहज हुनै नसक्ने हो? के यस्तै अब चलिरहेको छ? एउटा भोजपुरीमा कहावत छ, हडबडीको बिहा कनपट्टीमा सेन्दुर। हडबडीको बिहा कनपट्टीमा सेन्दुर जस्तै यो सरकारले गराउन खोजेको हो भने जस्तो लाग्छ, किन यो सबै काण्डको पछाडि 2/3 सरकार छ। यो अपवित्र गठबन्धन बनेदेखि नै देशले दुःख पाइरहेको छ।